मान्छे हिँड्न छोडेपछि चौतारो पनि रहेछ। आइयो खोलामा तर बाटै छैन, बाटो झर्ने हिँड्न सक्नुहुन्छ। हाम्रो यतातिर छ हामी जाने बारी माटो घुम्नु। खोइ त माछा यहाँ चाहिँ चौतारी खाँदै हुनुहुन्छ। पुरानो जमानाको पहिला पहिला पनि खाने चौतारी हो। अहिले यस्तो भएछ। गाई हेर्नुहोस् कति मिठो हुन्छ, खानेलाई मात्र थाहा हुन्छ। अनि मुख यस्तो हुन्छ। तपाईँहरू चाहिँ छिटो आइदिनु होला। हाम्रो अगाडि कार्यक्रम सञ्चालकहरू अगाडि गइसक्नु भयो। के गरे दाइ देख्न सक्नुहुन्छ। भाइरल बनाउनु अब खेत यस्तो बाँझो भयो, यत्रो देख्न सक्नुहुन्छ। यहाँबाट देखिने जति सबै खेतहरू सबै बाँझो भइसकेका छन्। कसैले रोप्न चाहनुहुन्छ भने आउनुहोस्, धान रोप्ने। हाम्रो असली खेत उहाँ पारी छ, एकदमै घाँस झाडी भइसकेको हो। बिजुली र बाटोको व्यवस्था हुने हो भने यहाँ जग्गा धेरै छ। बाटो यहाँ अगाडि आइसकेको छ। बिजुलीको व्यवस्था गरेर यता ड्याममा घर बनाएर सानो उद्यम गर्न मिल्छ। यहाँ तातो छ। अच्छा, तपाईँ के भन्न चाहनुहुन्छ त प्रमुख अतिथिज्यू? हाम्रो यहाँ बतासेदेखि चोरकोट जोडिने बाटो देख्न सक्नुहुन्छ। बिजुलीलाई यसो पहल गर्न सक्यौँ भने केही हुन्छ नेपालमा। हुन्छ। पारीसम्म आइसकेछ। यहाँ आउन अलि टाइम लाग्ला जस्तो छ। आम बिस्मुरे भन्छन् यसलाई। यो छुट्टै किस्सा हो। यहाँ पहिला जमानामा यतिबाट बिस्मुरे फल्छ अरे हामीले जानेर भन्दा भन्दा पनि थाहा पाएको बुढापाका बाबुले। अहिले यो बाँझै भयो। कसले गर्ने? हाम्रोमा त ऊ पुरै झाडी भएको छ। सबै गाउँदेखि बाहिर सहर विदेशसम्म पुग्यो। त्यही भएर यो सबै बाँझै भयो। अब यसलाई दिन्छ त आज सुन यत्रो हेरिसक्यौँ तर अझै पनि सुन चाँदी हिरा मोती केही भेटिएको छैन। यता जारी छ खोज्नलाई, हामी हेर्दैछौँ। ए भगवान्, अझै पनि केही भेटिएन। यत्रो
धेरै गराउँदा नि सुब्रु घर जानु मन लाग्यो साह्रै अल्छी लाग्यो होइन केही भेटिएन तरुण भेटिएन सुन भेटिएन हिरा मोती केही भेटिएन साह्रै थोरै लाग्यो होइन अनि ट्याटु ए भगवान् केही भेटिएन यत्रा बेर खन्दा पनि भोक लागिसक्यो हाम्रो यो खानीमा केही पनि भेटिएन यता 10वटा बोरा भइसक्यो यता 10वटा 20वटा बोरा खानी पुरै यहाँ के छ भाउजू बोराभित्र सक्यो अब हाम्रो काम अब जाम आजको कार्यक्रम सकिसकेको छ हेर्न सक्नुहुन्छ यता रेडी छ बोरा यता रेडी छ यता ढाकिसकेको छौँ अब हिँड्यो घरतिर हाम्रो लो बजेटको हाइक एउटा लौरो पनि भएन भगवान् यस्तो ठाडै उकालो घर पुग्न छ अझै आधी घन्टा उकालो चढ्न पर्छ होला हामी गन्तव्यमा आइसकेका छौँ अरू उहाँ माथि पुगिसक्नु भएको छ हामी यता छौँ बल्ल यहाँ आएर शीतल हावा खान पाइयो त्यहाँ थकित हुनुहुन्छ यता आजको दिन यसै सकियो माटो सारेर खनेर सकियो आजको यात्रा यो चाहिँ हाम्रो घर मुनि यस्तो ढुङ्गाको खानी छ देख्न सक्नुहुन्छ पारी जङ्गल छ त चाहिँ हामी लो बजेटको हाइकिङमा छौँ साह्रै गाह्रो हुने रहेछ